हाम्रो घरमा चाहिँ कति धेरै बनाना पाकेर खेरै जान लागिसकेको थियो कि अनि के गरौँ लागिरहेको थियो अनि मलाई बनाना ब्रेडको आइडिया आयो। आउनु सँगै बनाऊँ है त। मैले चाहिँ यहाँ 10-12वटा मसिनो बनाना लिएको छु। ठुलो बनाना छ भने त 3-4वटाले भइहाल्छ। त्यसलाई मजाले म्यास गरिसकेपछि मैले 2टा अन्डालाई पनि राखिदिएँ अनि आधी कप चिनीलाई पिसेर राखिदिएँ अनि थोरै बटरलाई पगालेर राखिदिएँ। बटर अथवा कुकिङ ओइलले राख्दा पनि हुन्छ। अनि मैले आधी चम्चा बेकिङ सोडा, 1 चम्चा भेनिला एसेन्स अनि पिन्च अफ सल्ट राखिदिएँ। अनि मैले 1.5 कप जति गहुँको पिठो राखिदिएँ। गहुँ, मैदा, कोदो फापर जेको पिठो राख्दा पनि हुन्छ। अनि त्यसपछि यसलाई मजाले मिक्स गरेर यसको फाइन ब्याटर बनाउने। अब चाहिँ हाम्रो ब्याटर रेडी भयो अनि यसलाई अब बेकिङ ट्रेमा ट्रान्सफर गरिदिने। यसलाई बिना ओभन पनि पकाउन सकिन्छ। कराईमा पहिला नुन तताउने अनि नुनमाथि स्ट्यान्ड राखेर यस्तै भाँडामा हावा नछिर्ने गरी छोप्दै पकाउँदाखेरि पनि यो पाक्छ। मैले चाहिँ यहाँ ओभनमा बनाउँदैछु। ओभनमा बनाउँदाखेरि चाहिँ 160 डिग्रीमा 45 मिनट जति पकाउनु पर्ने हुन्छ। यति भएपछि त हाम्रो सफ्ट एन्ड पफी बनाना ब्रेड रेडी भइहाल्यो। हजुरहरू पनि घरमा यसरी नै टेस्टी एन्ड फ्रेस बनाना ब्रेड बनाएर खान सक्नुहुन्छ। इन्जोय।